मर्निङ सबैजनालाई र आज म पेम्बुङ डिभिजन सङ्गमधुरा मा आएको छु। यहाँ हाम्रो मुस्कान राई भाइको घरमा चाहिँ उहाँले धेरै वर्षदेखि चाहिँ उहाँले फुलहरू रोपेर राम्रो फुलको एउटा नर्सरी नै बनाउनु भएको छ र यहाँ तपाईँहरूलाई फुलहरू किन्नु छ उहाँसँग सक्नुहुन्छ र उचित दाममा नै तपाईँहरूले पाउन सक्नुहुनेछ। त्यो तपाईँले यहाँ चाहिँ पुरा यो अर्किड मैले तर यो यहाँको यो अर्किडले चाहिँ अहिले फुलेको छैन यो पुरै नै सेलमा छ। यहाँ मुनि पनि देख्नु यतापट्टि पुरा यो अर्किड भयो यतातिर पनि देख्नुहोस्। अब हामी माथि जाउँ यहाँनिर है। अब यहाँ भन्नुहुन्छ भने भेराइटिजको यो जेरेनियम होइन जेरेनियम पनि यहाँबाट सेलमा छ भाइ उचित दाममा नै तपाईँहरूले पाउनु सक्नुहुन्छ। जेरेनियम भयो यहाँनिर यो हेर्नुहोस् जेरेनियम छ यो यहाँनिर यो होइन सबै अब यहाँ पनि छ भनौँ भने यहाँ खै यसो हेरेर बसौँ है। जेरेनियम चाहिँ 150-200 रुपियाँ पट। जेरेनियम चाहिँ 150-200 150देखि 200 डबल सिङ्गलको हिसाबले बिक्री गर्नुहुन्छ। अनि यहाँनिर यो यहाँ चाहिँ के भन्छ यो फुललाई चाहिँ यो क्यालेन्जो जाइको त्यसको नाम यसको नाम जाइको यो चाहिँ जाइको रहेछ यो जाइको रहेछ। यो पनि यसको दाम पनि लगभग कति होला 2 होइन पर्दैन 70-80 है 70-80 अन्त यसको यो होइन नाम जाइको है यो सबै जाइकै हो जाइको हो। यहाँ मुनि हेऱ्यो भने यो गोदावरी यो त के भन्छ यो मनिस्ट्रा मनिस्ट्राको चाहिँ कति छ? त्यो त अहिले नर्मल हामी 1500 दिँदैछु 1500मा मनिस्ट्रा चाहिँ 1500 रुपियाँमा गर्दैछ। ग्रिनमा भने 500 दुई प्रकारको भेरिगेटेड नन भेरिगेटेड अथवा भेरिगेटेड नन भेरिगेटेड होइन त्यसमा। र यहाँ भेरिगेटेड चाहिँ तपाईँको यो भेरिगेटेड है हजुर यो भेरिगेटेड यो नन नन भेरिगेटेड भेरिगेटेड यो चाहिँ तपाईँको ग्रिनहरू चाहिँ यो तपाईँको 500 रुपियाँ पर्छ है। हजुर यो जेरेनियम चाहिँ अब हेरेको हिसाबले हजुर हजुर। अनि अब यता यहाँ अर्किड चाहिँ यहाँ फुलेको छ जो तल मैले देखाएको थिएँ त्यो चाहिँ फुलेको थिएन। यो चाहिँ अब फुलेको सबै गमलासँग सेलमा छ र 1200 रुपियाँ होइन यो हजुर यो 1200 रुपियाँ यता देखाइदिनु हजुर हजुर। यो सबै भेराइटीको छ एकदमै राम्रो फुलेको छ यहाँनिर यो भयो 1200 रुपियाँमा मैले एउटा किनेको छु। यो कति राम्रो फुलेको छ त यो हजुर पिपा यो 107 होइन यो 107 फरक नि यो चाहिँ के भन्छ भेली स्टार हो। यसको नाम चाहिँ याद भएन मलाई न्यारोला जस्तो लाग्छ। यो के चाहिँ उयो के अरे बेलिभिस्टा यो चाहिँ नेरोला होइन नेरोला यो चाहिँ मैले नेरोला यो चाहिँ मैले किनेको यो चाहिँ किनेको 1200 रुपियाँमा एकदम रिजनेबल प्राइसमा एकदम प्राइस विथ पट होइन काका विथ पट। यसको नाम चाहिँ यसको पिपा यसको नाम के हो? त्यसको नाम याद भएन नि याद भन है यो यो चाहिँ हो तपाईँको हाउटेसन यो चाहिँ मेरो 8 साल बाद फुलेको भने 8 साल बाद फुलेको है कति राम्रो यो दुईटा एउटै होला यो होइन यो चाहिँ 107 अच्छा यो 107 हजुर यो कक पनि ठुलो रहेछ 107 है यो चाहिँ 8 सालमा होइन यसको दाम यो नाम चाहिँ यो चाहिँ हामी 66 भन्छौँ 66 यसको उयो कोड नम्बरमा चाहिँ याद छ तपाईँको उ चाहिँ एकदम फ्लावर पनि एकदम राम्रो छ है। योहरू चाहिँ यो चाहिँ तपाईँको फरेस्ट किङ है फरेस्ट यो दुईटा एउटै हो हजुर यो पनि यही हो के भन्छ बेलिभिस्टा यो त्यो पनि 107 हो 107 है एकदमै राम्रो फुलेको छ भाइ यता आउनुहोस् न एकछिन। यहाँ हाम्रो मुस्कान भाइ हुनुहुन्छ पेम्बुङ डिभिजन सङ्गमधुरा निवासी हुनुहुन्छ र यो जति पनि यहाँ फुलको गार्डनहरू छ यो सबै नै भाइको नै हो। भाइले एकदमै निश्चित मूल्यमा नै उहाँले बिक्री गर्नुहुन्छ र तपाईँको एकपल्ट फोन नम्बर पनि बताइदिनु नि। हजुर मेरो फोन नम्बर चाहिँ 9315997899। हजुरहरूलाई कसैलाई पनि फुलको अब कोही सक हुन्छ त
जरुरत पऱ्यो भने तपाईँले यो नम्बर जुन चाहिँ दिएको छ त्यो नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म फेरि मुनिपट्टि पनि म एउटा नम्बर टाइप गरिदिनेछु, तपाईँहरूले सम्पर्क गर्नुहोस्। धन्यवाद। यो चाहिँ अब अहिले खोल्नु पनि एकदमै लेटेस्ट भ्याराइटिजमा आउँछ यो चाहिँ अब। एकदम दामी कलर छ, मेरुन कलर सिडलिङ